यो चाहिँ नि आई रिक्रुटमेन्टको एक्सटर्नल लिङ्क हो। यसमा म अब मेरो युजरनेम र पासवर्डले म लगइन गर्दैछु। .net.np पासवर्ड पनि मागिहालेको छ, हालौँ, लगइन गरौँ। लगइन भइसकेपछि मेरो एकाउन्टमा जाउँ। मेरो एकाउन्टमा गइसकेपछि क्वालिफिकेसन एन्ड स्किलमा जाउँ। क्वालिफिकेसन एन्ड स्किलमा चाहिँ अब हाम्रो टिमले भने अनुसार चाहिँ यो कन्ट्री अफ क्वालिफिकेसन र सिटी अफ क्वालिफिकेसन मध्ये यो सिटी अफ क्वालिफिकेसनलाई चाहिँ युनिभर्सिटी बनाइदिउँ न भन्ने कुरा आएको छ। अब यसको लागि चाहिँ मैले के गर्नु पर्यो भन्दाखेरि पहिला चाहिँ यो दुईटा ट्याबलाई डिलिट गरौँ। यसको अबाउट दिस पेजमा हेरौँ। त्यही नै पेज खुलेको छ। अब यसको अबाउट दिस पेजमा जाउँ। त्यो भनेको चाहिँ नि यो हो। तर यो कसरी हो भनेर चाहिँ नि यहाँबाट चाहिँ पत्ता लाग्दैन। यो कसरी हो भनेर पत्ता लगाउनलाई चाहिँ नि मैले चाहिँ नि यो पेजको चाहिँ नि एक्ज्याक्ट लोकेसनलाई कपी गर्छु र म एडमिनबाट लगइन गर्छु। एडमिनबाट लगइन गरेर फङ्सनल एडमिनिस्ट्रेटरको होममा जान्छु र यो पर्सनलाइजेसन ट्याबमा चाहिँ डकुमेन्ट पाथ, यो चाहिँ सर्भरमा एक्ज्याक्टली यही नै हुन्छ र त्योमा गइसकेपछि म यसलाई अब पर्सनलाइज गर्छु। दिस पेज फङ्सनल एडमिनिस्ट्रेटरलाई डिलिट गरौँ र एप्लाई गरौँ र अब त्यो पेजको चाहिँ नि अब म कुन चाहिँ हो भनेर पुग्नुपर्ने हुन्छ। डकुमेन्ट होइन यो, लिस्ट अफ स्किल पनि होइन यो क्वालिफिकेसन अन्तर्गत लिस्ट अफ एजुकेसन पनि होइन, लिस्ट अफ एडिसनल पनि होइन होला। तर त्यो भेटिएन किन भन्दा राइट जब आइसक्यो भने चाहिँ लिस्ट अफ एजुकेसन, लिस्ट अफ स्किल एडिसनलमा छ कि क्वालिफिकेसनको चाहिँ नि क्वालिफिकेसनको पनि एक्ज्याक्टली चाहिँ नि भेटेन है। क्वालिफिकेसनको पनि एक्ज्याक्टली चाहिँ भेटेको छैन। म प्रयास गर्दैछु कहाँनिर होला त, खोज्नुलाई त पर्यो। कहाँनिर राखे त उसले, फेरि खोज्दा लिस्ट अफ डकुमेन्ट होइन, त्यो मिनिमाइज गर्ने, लिस्ट अफ एजुकेसन होइन, स्किल होइन, एडिसनल होइन, लिस्ट अफ एजुकेसन एडिसनल पनि होइन, लिस्ट अफ एजुकेसन होइन त। यसले चाहिँ नि कुनै पनि अर्डरमा नदिइसकेपछि मैले अब के गरेँ त भन्दाखेरि कम्प्लिट भ्यूमै गएँ, एक्सप्यान्ड अल नै गरेँ। अब उसले चाहिँ अर्डरमा दिन्छ, म चाहिँ बिस्तारै मिनिमाइज गर्दै त्यो ठाउँमा पुऱ्याउँछु ल त। पर्सनल इन्फर्मेसन कुनै पनि होइन। यो भने चाहिँ नि क्वालिफिकेसन एन्ड स्किलको ट्याब हो, त्यो दोस्रो ट्याब हो। इम्प्लोइमेन्ट हिस्ट्री होइन, स्किल पनि होइन, एजुकेसन क्वालिफिकेसन होइन। अब यो क्वालिफिकेसनको चाहिँ हो है। अब यो क्वालिफिकेसनको नि ठ्याक्क ठाउँमा पुग्नु पर्यो है हामी लाइसेन्स नम्बर होइन, ऱ्याङ्क होइन, ट्रेनिङ पनि होइन, ट्युसन होइन, क्वालिफिकेसन फ्लेक्स हो त्यो। तपाईँले यो फ्लेक्स चाहिँ नि यो कसरी हो भन्दाखेरि यहाँ जानु भने यो चाहिँ नि युजरकैबाट हो। यहाँ चाहिँ फ्लेक्स फिल्ड नेम भनेको छ
र पर क्वालिफिकेसन भनेको छ त्यही भएर त्यो फ्लेक्स हो र त्यसको चाहिँ नि सेगमेन्ट लिस्ट चाहिँ नि यो हेर्नु है यहाँबाट सेगमेन्ट लिस्ट छ अनि यो ग्लोबल डेटा यो भनेर सेगमेन्ट लिस्टमा छ अब त्यो चाहिँ ठ्याक्कै त्यहाँ हुनुपर्छ खै त यो चाहिँ फ्लेक्स हो यो अब मैले यसलाई एडिट गरेँ सेगमेन्ट लिस्टमा हेर्नु भनेदेखि यसलाई यहाँ सो गरिनु भयो हैन र यहाँ सो गरिनु भयो ग्लोबल डेटा एलिमेन्ट्स सिटी अफ क्वालिफिकेसन कन्ट्री अफ क्वालिफिकेसन /साइट यो ठाउँबाट चाहिँ नि ऊ आएको हो सेगमेन्ट लिस्ट चाहिँ नि यो हो तर यो सेगमेन्ट लिस्ट भए तापनि तपाईले फ्लेक्स फिल्ड नेमबाट यो पर क्वालिफिकेसनबाट अहिले तपाईले ठ्याक्क त्यहाँ अगाडि चाहिँ नि भेट्नु हुँदैन अगाडि भन्नाले चाहिँ नि जस्तो यो चाहिँ नि ट्याब हो यो तपाईले चाहिँ नि यसलाई मिनिमाइज गरौँ ओके नै गर्दै म फेरि खोलेर देखाउन चाहन्छु यो एडमिन नै हो यसको एप्लिकेसन डेभलपरमा जानुहोस् फ्लेक्स फिल्ड डेस्क्रिप्टिभ र सेगमेन्ट्समा जानु खोल्नुहोस् यसलाई एक्सेप्ट गरेर रन गरे यहाँ चाहिँ फ्लेक्स फिल्डहरु धेरै हुन्छ अब हामीलाई थाहा भएको फ्लेक्स फिल्ड को चाहिँ नि हामीले यहाँ दिनुपर्ने हुन्छ पहिला F11 थिचौं त्यसपछि अब हामीले यहाँ टाइप गर्न पाउनुहुन्छ ल क्वालिफिकेसन हो त्यो क्वालिफिकेसन कन्ट्रोल F11 गरेर सर्च गरौँ ग्लोबल डेटा एलिमेन्ट्स यही नै हो त्यसपछि सेगमेन्टमा जाउँ यो चाहिँ नि नम्बर र नेम चाहिँ नि फिक्स भइसक्या हुन्छ र अनि यो कलम भनेको चाहिँ नि यो टेबलको कलम है एक्चुअल डेटाबेसको टेबलको कलम हो यो चाहिँ नि त्यो टेबलमा गएर चाहिँ नि सेभ भइरहेको हुन्छ त्यो पछि हेरौँला अहिले नहेरौँ अनि विन्डो प्रम्प्ट भनेको चाहिँ नि अगाडि जे हामीले युजरले देख्छ नि त्यो चाहिँ नि विन्डो प्रम्प्टमा हामीले चेन्ज गर्यो भनेदेखि ठ्याक्क त्यो चाहिँ नि हामीले देख्छौँ है विन्डो प्रम्प्टमा चाहिँ नि चेन्जेस गर्यो भनेदेखि हामीले चाहिँ ठ्याक्क थाहा हुन्छ है अनि नेममा चाहिँ नि हामीले चाहिँ नि जेनरली चलाउनु हुँदैन नेममा चाहिँ नि हामीले चलायो भनेदेखि चाहिँ नि अनि एरर आउन सुरु गर्छ त्यही भएर नेममा चाहिँ नि छुँदैनछौँ जे गर्नु छ विन्डो प्रम्प्टमा चेन्ज गरौँ अर्थमा छुनु भएन कलम भनेको चाहिँ त्यो टेबलको कलम हो त्यो पनि छुनु भएन ल त अब हामी विन्डो प्रम्प्टलाई चाहिँ चेन्ज गर्छौँ तर चेन्ज गर्नु अगाडि मैले लाई काट्नु पर्यो फ्रिज भएको हुन्छ त्यो फ्लेक्स फिल्ड त्यो फ्रिज भएको फ्लेक्स फिल्डलाई चाहिँ अनफ्रिज गर्छु पहिलामा अनफ्रिज गर्ने ओके त्यसपछि म सेगमेन्ट्समा जान्छु त्यसपछि अब म यसलाई चाहिँ नि सिटी अफ क्वालिफिकेसनलाई चाहिँ नि युनिभर्सिटी बनाइदिन्छु युनिभर्सिटी बनाइदिएँ अनि त्यसपछि म यसलाई सेभ गर्छु तल हेर्नुहोस् टु रेकर्ड अप्लाइड एन्ड सेभ भनेर आउँछ त्यसपछि म यसलाई काटिदिन्छु त्यसपछि फ्रिज गर्छु त्यसलाई फेरि ओके गरौँ र फाइनली म त्यसलाई कम्पाइल पनि गर्छु कम्पाइलिङ फ्लेक्स फिल्ड डेफिनेसन ओके ओके म अब युजर प्रम्प्टमा तिर जान्छु ल यसलाई मिनिमाइज गरेमा यो एडमिनको प्रम्प्ट हो अब यो भनेको चाहिँ युजरको हो युजरको प्रम्प्टमा गएर म फेरि अब यसलाई रिफ्रेस गर्छु है त अझै पनि सिटी अफ क्वालिफिकेसन चाहिँ नि सिटी अफ क्वालिफिकेसन अझै आइरहेको रहेछ अब त्यसको लागि चाहिँ नि म एकपल्ट
यता एडमिनमै जान्छु म एडमिनको चाहिँ नि कोर सर्भिसेसमा गएर कोर सर्भिसेसमा मलाई जान्दैन म एकपल्ट फेरि फङ्सनल एडमिनिस्ट्रेटरको होममा गएँ यसको कोर सर्भिसेसमा फेरि गएँ क्याचिङ फ्रेमवर्कमा गएँ ग्लोबल कन्फिगरेसन उसले जेनरली बाई डिफल्टमा 15 मिनट्समा चाहिँ नि क्याच क्लियर गरिरहेछ म चाहिँ नि अहिले नै गर्ने यस र फाइनली अप्लाई पनि गरेँ मैले र फेरि चाहिँ युजरको पोर्टलमा गएर म रिफ्रेस गरेर हेर्छु चेन्ज भयो कि भएन युनिभर्सिटी फाइनली आयो आजको टार्गेट चाहिँ नि यति नै थियो हाम्रो ल हस् धन्यवाद